म अभय डेन्टल हाउसबाट डाक्टर तुलसी पौडेल र उहाँ हुनुहुन्छ म अभय डेन्टल हाउसबाट अव्यावली। ओके, सो अव्यावली जी आज हामी के डिस्कस गर्दैछौँ भन्दाखेरि धेरै जसो पेसेन्टको पेरेन्ट्सहरू के बच्चा पेसेन्टहरूले आफ्नो बच्चाको दाँतमा किराले खाइसकेपछि लिएर आउनुहुन्छ यहाँ ट्रिटमेन्ट गर्न भनेर। कसैले चाहिँ ट्रिटमेन्ट अप्सन दिँदाखेरि मान्नुहुन्छ, कसैले चाहिँ मान्नु हुँदैन के भन्नुहुन्छ भन्दाखेरि यो बच्चाको दाँत खसेर गइहाल्छ नि, यसलाई किन ट्रिटमेन्ट गरेर खर्च गर्नु हैन। त्यस्तो भ्यू राख्ने पेरेन्ट्सलाई हजुरले के भन्न चाहनुहुन्छ? बच्चाको दाँत किन इम्पोर्टेन्ट छ? बच्चाको दाँत इम्पोर्टेन्ट छ किनभने बच्चाको दाँतले हामीहरूलाई चपाउन अनि त्यो चपाएपछि न्युट्रिसन हाम्रो बडीलाई पाउँछौँ। अनि त्यसपछि बच्चाको दाँत त्यो धेरै जस्तो काम चाहिँ गर्दैन तर चपाउन चाहिँ सानो एजमा हेल्प गर्छ। ओके, हेल्प गर्छ। अनि त्यसपछि हामीले त्यो हाम्रो स्माइल पनि हाम्रो पर्सनालिटी हो, त्यही भएर हामीले पनि त्यो गर्नुपर्छ। अनि हाम्रो दाँत के बाङ्गे त्यो स्ट्रक्चर भयो भने चाहिँ हामीले ट्रिटमेन्ट गरिहाल्न पर्छ किनभने त्यो दाँत चाहिँ भेरी इम्पोर्टेन्ट छ ह्युमन बडीमा, चपाउन पनि हेल्प गर्छ। त्यही भएर अनि हामीले बच्चाको दाँत नपाइकन हामीले अडल्टको दाँत पाउँदैनौँ। त्यही भएर हामीले बच्चाको दाँतलाई जोगाउन पर्छ अनि लाइफको लागि त्यो बच्चाको दाँतलाई राम्रो राख्न पर्छ। ओके, थ्याङ्क यू सो मच फर दिस इनसाइट. We will get back to you in another video. Say bye bye. Bye bye.